हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म तपाईहरुलाई फेरि अर्को एउटा हेड ब्यान्ड बनाएर देखाउँदैछु। एकदमै सजिलो अनि ब्युटिफुल। फर्स्टमा मैले यहाँनिर रेड यार्न लिएको छु। रेड यार्न लिएर यसरी स्लिप नट बनाउने। स्लिप नट बनाएर यहाँनिर पहिला 3 चेन गर्ने। 1 2 3 3 चेन गरेर फर्स्ट को चेनमा 1 डबल क्रोसेट गर्ने। फेरि 3 चेन गर्ने। 1 2 3 फेरि 1 2 3 फेरि 3 थर्ड चेनमा गएर 1 डबल क्रोसेट गर्ने। यसरी म 10 टाइम्स गरेर कम्प्लिट गर्ने छु। मैले यहाँनिर 10 टाइम्स बनाइसके। अब 1 2 3 4 चेन बनाएँ। 4 चेन बनाएर यो दुईटा डबल क्रोसेट र चेनको बीचमा गएर इनकम्प्लिट डबल क्रोसेट बनाउँदैछु। 1 2 2 भयो, 3 अनि एकै साथमा यसरी पुल गर्ने। फेरि चेन 1 2 3 4 फेरि सेम स्पेसमा यहाँनिर म 3 डबल क्रोसेट टुगेदर गर्नेछु। यहाँनिर 1 2 3 अब एकैचोटि पुल गर्ने। फेरि चेन 1 गर्ने। यो एउटा एकपट्टिको प्याटल्स भयो। चेन 1 गर्ने। चेन 1 गरेर यहाँनिर मैले चेन 2 गरेर पठाएछु। चेन 1 मात्रै गर्ने यहाँनिर। चेन 1 अब फेरि नेक्स्ट स्पेसमा गएर यसरी नै 3 डबल क्रोसेट टुगेदर 4 चेन 3 डबल क्रोसेट टुगेदर फेरि 1 चेन गर्ने। फेरि नेक्स्ट स्पेसमा जाने। यसरी एन्डसम्म बनाउँदै जानेछु।
यहाँ देख्न सक्नुहुन्छ तपाईले मैले एन्डसम्म बनाइसकेको छु यसरी। अब अर्कोपट्टिको पेटल्स बनाउँदाखेरि चाहिँ यहाँनिर चेन 2 लिए, त्यसपछि फेरि यहाँनिर 1 डबल क्रोसेट ल्याए, 1 डबल क्रोसेट, अब फेरि चेन गर्ने 1 2 3, अब फेरि सेम स्पेसमा यहाँनिर म 3 डबल क्रोसेट टुगेदर गर्नेछु। यसरी फेरि अर्को साइड पनि एन्डसम्म बनाएर कम्प्लिट गर्नेछु। यहाँनिर मैले अर्को साइड पनि एन्डसम्म बनाइसकेको छु, देख्न सक्नुहुन्छ। अब लास्टमा यहाँनिर फेरि चेन गरेर अघिको जस्तै पहिला चेन गर्ने, 2 चेन गर्ने, अनि फेरि 1 डबल क्रोसेटको जग्गामा अगाडि नै हाम्रो यहाँनिर चेन छ नि त, 4 चेन गरेको छ फर्स्टमा हामीले स्टार्टिङमा, त्यही 1 डबल क्रोसेट काउन्ट हुन्छ। यहाँनिर मैले 2 चेन गरेँ, 3 चेन, अब 1 डबल क्रोसेट हुन्छ हैन यहाँ, अनि थर्ड चेनमा गएर यसरी स्लिप स्टिच गर्ने। यो फर्स्टको मेरो 4 चेन छ नि, त्यसको थर्ड चेनसम्म चाहिँ 1 डबल क्रोसेट काउन्ट गर्ने। नेक्स्ट अब यहाँनिर स्लिप स्टिच गरेर यानलाई म कट गर्नेछु। म यहाँनिर यो स्पेसमा आएर डबल क्रोसेटको साइडमा आएर यहाँनिर यसलाई यो व्हाइट यानलाई जोइन गर्दैछु। अन्त यहाँ सिंगल क्रोसेट बनाउँछु, 2 सिंगल क्रोसेट, 2, यसँग 3 सिंगल क्रोसेट बनाएँ मैले यहाँनिर। मैले फेरि 4 सिंगल क्रोसेट गरेँ, 1, यो यान टेनलाई पनि म हाइड गर्दै लानेछु, 2 3, अनि 4, यहाँ फेरि 4 सिंगल क्रोसेट, 4 सिंगल क्रोसेट गर्ने, 5, अनि 6, यहाँ 6 सिंगल क्रोसेट गर्ने, जहाँ मैले 4 चेन गरेको छु, अनि जहाँ मैले 1 चेन गरेको छु त्यहाँनिर चाहिँ म 1 सिंगल क्रोसेट गर्छु। फेरि अर्कोमा 6 सिंगल क्रोसेट गर्छु। यसरी 6 सिंगल क्रोसेट, 1 सिंगल क्रोसेट गर्दै एन्डसम्म बनाउँछु।
म यस्तो टर्निङ पोइन्टमा आइसकेँ। टर्निङ पोइन्टमा यहाँनिर फर्स्टमा यसरी 4 1 2 3 मैले यहाँ 3 गरेँ। नेक्स्टमा फेरि यहाँनिर 6 गर्ने 1 2 3 मैले जहाँ 3 चेन गरेको थिएँ नि फर्स्टमा त्यहाँ चाहिँ मैले 3 सिङ्गल क्रोसेट गरेको छु। यसरी नै यो राउन्ड पनि कम्प्लिट गर्नेछु। यहाँनिर देख्न सक्नुहुन्छ मैले एन्डसम्म बनाइसकेँ। अनि यहाँनिर यसरी स्लिप स्टिच गर्ने। अब म यसको यो टाई गर्ने बनाउँछु है। यहाँ नेक्स्ट स्पेसमा यसरी एउटा यहाँ यसरी पुल गर्ने। यहाँ अलिकति सेम स्पेसबाट म यहाँनिर एउटा रोप बनाउँदै लानेछु स्टेप है। त्यसको लागि यो यहाँबाट निकाल्ने, फेरि यहाँबाट यसरी पुल गर्ने, फेरि यो यानभित्र हुक लगाएर यसरी पुल गर्ने, फेरि अर्को पनि यसरी। यसरी तपाईँलाई कति लामो चाहिएको छ त्यति लामो बनाउनु होला। देख्न सक्नुहुन्छ मलाई चाहिएको हिसाबले मैले त्यतिकै लामो बनाइसकेको छु। अब यहाँनिर म लास्टमा त्यो 4 पेटल्स भएको फ्लावर बनाउँछु। त्यसको लागि जस्ट यहाँनिर 3 चेन गर्ने। हेर्नु होला यहाँबाट 1 2 3 चेन गर्ने। अब ब्याक मैले 4 चेन गरेँ, तपाईँहरूले 3 चेन गर्दा पनि हुन्छ। अनि ब्याक टु यो स्पेस छ जहाँनिर त्यहाँनिर आएर 1 डबल क्रोसेट अनि 2 डबल क्रोसेट अनि चेन गर्ने 1 2 3 अनि सेम स्पेसमा स्लिप स्टिच गर्ने, एउटा पेटल्स बनाउने। यसरी म 4 पेटल्स बनाउँछु। अब अर्कोपट्टि पनि यसरी नै जोइन गरेर पेटल्स बनाएर म कम्प्लिट गर्नेछु।
यहाँनिर देख्न सक्नुहुन्छ मैले यसरी दुईपट्टि नै हेयर ब्यान्डको स्ट्र्याप बनाइसकिसकेँ है। यसरी बान्नु सक्छ, एकदमै सजिलो अनि छिटो बनिन्छ। अनि तपाईहरुलाई आजको भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। ह्यापी क्रुसेड। बाइ बाइ। सी यू इन नेक्स्ट भिडियो।